भन्ने कि मैले जित्छु नसोच हारी बिहारबाट आएको बिहारी तिमी पानको पात फर्काऊ मलाई काली भन्ने यो कतिले मलाई नै सताउँछ माया मलाई नै सताउँछ कालो कोहो कसको अनुहार बिहारीसँग भनेर दर्शकले बताउँछ माया पानको पात अनुहारले बताउँछ आफू काली मलाई बिहारी फेरे फेरे मनमुटु फेरे तिमी भन्दा राम्री नै छु के रे म त पानको पात फर्काऊ खोपा पनि कुएको किवी झै माया कुएको किवी झै निधार हेर्दा 32 इन्चीको टिभी झै धेरै नै गर्यो के खोज्या कान्छी बुढी खोज्या हेर्नु त हामी दाइ फोन हेर्नु त फोन खै व्हाट्सएपमा खोइ एसएमएस आउँछ श्रीमतीको खोइ जिस्के आउ त किन रोक्यो मित्र तिमी पस्न खोज्यौ मेरो दिलभित्र त्यही भएर रोकेको मित्र गाइस डबल ट्याप गरौँ न यार के हो यत्रो जानु सिधै करन लानु पर्छ औषधिले हुन्न अब यो खड्काको बिग्रेछ मती बिचरी घर कि श्रीमती म त पानको पात फर्काऊ बिचरा यस्ता केटी नकआउटमा फाल्दिन्छु माया मुना जस्तो केटी नकआउटमा फाल्दिन्छु माया टिकटकबाट कमाएर छु म त 4-5 जना बुढी पनि फाल्दिन्छु माया पानको फर्काऊ देख्यो त अहिले त खान्छौ अरे चुरोट र सुर्ती अनुहार न दनुहार त्यसै छ खुब फुर्ती तिम्रो पानको पात फर्काऊ चक्का बिग्रिया पोखरेली गाडी झै चक्का बिग्रेको पोखराको गाडी झै माया आफ्नो अनुहार कुच्चेको हाँडी झै माया बाँदरको रातो इच्छा गाइस डबल ट्याप गरौँ है जो केटी देख्यो त्यसैको भर पर्ने मलाई धेरै राम्ररी देखेर डा गर्ने माया पानको पात फर्काऊ अरे फर्काऊ रे यस्तीसँग बिहा गरेर त म त घुत्रुक्कै मरौला माया घुत्रुक्कै मरौला काग तिहारमा तिम्रो पूजा गरौला मैले माया अन्त नै बुनौला तिहारमा चाहिँ म माला उनौला तिमीलाई पानको पात फर्काऊ रे कसम सय पनि पुगे हैन हो के हो यस्तो अन्तर्राष्ट्रिय विजेता तिमीसँग न रूप सबले मलाई सुन्दरी ठान्छन् नि गाईलाई त लक्ष्मी मान्छन् नि माया पानको पात फर्काऊ अहिले आएर मलाई लक्ष्मी भने है रोबिनजीले अहिले आएर चाहिँ मलाई लक्ष्मी रूप भनेर चाहिँ एक्सेप्ट गर्नुभयो वाह फर्काऊ यो यस्ता कुरा गर्दा यो मन रुन्छ त माया यो मन रुन्छ त सुन्दरी त बाँदर पो हुन्छ त माया पानको पात फर्काऊ गाई डबल ट्याप प्लिज यार
मान्छे भनेको राम्री हुनुपर्छ, सुन्दर त बाँदर नि हुन्छ नि यार। गजब बेइज्जती। ए पाउँछ आज नराम्रो झड्का त्यसै फुरफुर परेछ यो खड्का माया पानको पात फर्काऊ श्रीमती माइत गएका छन् माया, श्रीमती माइत गएकी छन्, त्यही मौकामा यो मुना यतातिर धाकी छ माया पानको पात फर्काऊ। ए सबै मेरा डाँडा र पाखा तिमी जस्ता हेर्दैनन् यी आँखा माया पानको पात फर्काऊ रे फर्काऊ। के गर्दछन् यस्ता केटी टिकटकमा के गर्दछन् माया लौन के गर्दछन्, तिमी यस्ता 5 केटी मेरो लागि मर्दछन् माया पानको पात फर्काऊ। ए लौन सम्झे देवता कोटी पक्कै आँखा देख्दैनन् ती 5 माया पानको भयो। एकै भुकमा मुनालाई ढाल्दिमला माया, मुनालाई ढाल्दिमला माया, धेरै नबोल जबलतामा लुसेर फेरि सिटी खोला थाल्दिमला माया पानको पात फर्काऊ। ए सक्छौ भने मेरो नाम लेखाउ त लौ त मलाई छोएर देखाउ त माया पानको पात फर्काउ रे। बुढी घर भए त म अरूसँग केजी स्किन्थे माया, म अरूसँग केजी स्किन्थे, 10 लाख भयो भर्खरै निस्किन्थे घरबाट। देख्दाखेरि रक्सी नै लाको हो, पक्कै रक्सी नै लाको हो, बुढेसकालमा के पैस आएको हो तिमीलाई पानको पात फर्काऊ। अरे फर्काऊ रे। थ्याङ्क यू एडी। बुढेसकाल लागेको होइन नि माया, लागेको होइन नि। ए अहिलेसम्म एउटा बच्चाको बाउ पनि भएको छैन नि माया पानको पात। ल मनिषको छै अमितजी अहिलेसम्म बच्चा नि भएको छैन अरे के? यसो भन्दा लाज मलाई भो नि त त्यो त तिम्रै कमजोरी हो नि त माया पानको फर्काऊ। मेरो सर्ट पंगा मत लियो रे फर्काऊ। लौ न काया यो मुनालाई गोदन माया, यो मुनालाई गोदन, बच्चा पाउने बेलामा स्पर्म टेस्ट गरेको अमितजीलाई सोधन। डक्टर भाषामा जाने आफू, त्यो पनि केटी डक्टर भाषामा गएर ट्रेनिङ लिएर आउने आफू, अनि भन्ने मलाई मसाइको भयो बाई बाई। थ्याङ्क यू सो मच। थ्याङ्क यू रुबेन भाइ। थ्याङ्क यू अमित दाई, थ्याङ्क यू सो मच। बाजी पनिसमेन्ट म्याच खेल्ने हो? खै तिमीले के हल्लाउँछौ कि खेल्ने भाइ? साइडमा निकालेर हामीलाई पनि दाजा हल्दिने चिजहरू। तिमीले के हल्लाउँछौ, सबैले टुवापर हेरेर बस्छन्। रोबिनजी हार्नु भयो, आज पनि हार्न सफल हुनुभयो। हिजोको जस्तै लास्टको टुक्का कसले हारे यहाँ? आज त म जितेको, आज त म जितेँ। आज त म तिम्रो मुखै बन्द गर्ने। ल आज ल जाऊ, भोलि आउँछु। ल बाई बाई दुवैजनालाई बाई बाई बाई। के छ काजी खबर? ठिक छ मेरो। धेरै फर्काउ 10 लाख खोल्दिम राखेर बल्ल फर्काउ भन है बाजे। धेरै फर्काउ नभन फेरि।
के फर्काउ मार्केटमा निकै फर्काउ चलेको त आजभोलि 10 लाख छ गीत फर्काउ भनेको पागल औरत यहाँ अघिबाट सोधेर फर्काउने के चाहिँ रहेछ हामीले फर्काउन मिल्छ कि मिल्दैन भनेर सोधे खन यहाँ अमृतले के अरे रविले मात्रै फर्काउन मिल्ने अरे तिमी पोखरा आएर फर्काउन पाइनौ लाउ गेम खेल्ने गेम 10,000 मा है त्यो पनि 3 गेम हो 3 गेम 3 गेम रे अनि एक गेम जितेर अनि पनिशमेन्ट दिएर मलाई उफारेर भागिहाल्ने हो र 3 गेम त खेल्नु परेन लाउनु 3 अप्सन दिनु पर्ने च्यालेन्ज म्याच हो ल ओके